नाम लेखेको प्रवेश निषेध नि भन् त निषेध हो त प्रवेश कपाल पलको जुस हेर नि त्यो बेबी हेयर कहाँ गयो हाम्रो ग्याङ कहाँ हो मेन चिज हेरौँ न राम लक्ष्मण के रे को राम लक्ष्मण आज घर लान्छ होइन हाम्रो यसले लास्टमा हाम्रो घरियाल माछा मात्रै खानेको डक पनि हो के हो पानीबाट त के हो डक होइन लेफ्ट लेफ्ट ए होइन रहेछ यो ग्रास चाहिँ 10 मिनटसम्म जाने हो घरमा रोप्यो भने त काट्नु कस्तो नतना भन्छ ग्रासल्यान्ड भयो नि अनि हाम्रो यो मध्ये पनि सबैभन्दा राम्रो हाम्रोको अनि बेस्ट हुन्छ नि हो सबभन्दा बेस्ट चाहिँ यो के अरे रुबी लाइन पानी जो चाहिँ पानीको नजिकै खोलाको नजिकै छ भने त्यहाँ घाँस जङ्गल जे छ नाल तलै अब पोखरी छ भने जनावर चराचुरुङ्गी सबै म्याक्सिमम् उनीहरू त्यो एरियामा बस्न चाहन्छ जस्तै आज हामी अमेरिका जान्छौँ क्यानाडा भन्न खोजेको थिएँ दिल्ली चाहिँ राम्रो ठाउँ हुन्छ भन्ने हुन्छ नि त त्यस्तै चराचुरुङ्गीहरूलाई त्यतिखेर पानी ठाउँ गएर गर्नु भयो सुन्नुको भनेको थियो कि त्यो एरियामा उनीहरू रुचाउँछ त्यो कारणले हामीले घुम्ने एरिया चाहिँ एकदमै गुड हेबिटेट उनीहरूको लागि एकदमै राम्रो वासस्थान भन्छ तपाईँहरूको अब फर्स्ट टाइम भयो फर्स्ट टाइमको लागि त्यो कुरो मलाई लाग्छ सबै रमाइरहेको जुम्मा सक्छ नि फ्यामिली ट्री नै बनाएर सक्नु मामा घर जान्ला होला त्यो बाउ हो क्या हो पुरै लुक दिइरहेको छ त यसपालि बदल देखाएको छैन होला बल्लै आएर हाम्रो बदल पनि लास्टै कमन छ नि बदल भेटिन्छ म त्यसले खोज्छु डेल्टा फोर्स खेलेको भएको डेल्टा फोर्स खेलेको भयो गाइज हामी कुमरोजमा कुमुस कम्युनिटी फरेस्टमा हामी बाघ कुरिरहेको छौँ कम्युनिटी फरेस्टभित्र छौँ हामी टावरमा वाचिङ टाइगर मचानमा बसेर वाचिङ फर टाइगर्स दिनभरि बस्यो भने त देखिन्छ होला है आज दिनभरि बस्नु बस्ने राति चाहिँ बेलुका लिन आउँथ्यो राति सुत्नु होला चाहिँ खाना आइदिन्छ पठाइदिन्थ्यो त्यहाँ उसको अनि बत्ती बलिरहेको छ थाहा हुन्छ
त्यो बत्ती बलेको है तर यसरी थाहा भयो कि यो चाहिँ रेकर्ड भइरहेको छ क्या अब पहिला त बल्दैन थियो मान्छेले यहाँ उस टालिदिन्छन् कि कालो टिप अरू अगाडिकोलाई थाहा नहोस् भनेर रेकर्ड गरिरहेको छु होइन ए भाइ कता मुते मसँग यहाँ 5 जना पाहुनाहरू एकदमै जोडिनु भएको छ सबैजनाले भेटेर एकदमै खुसी लाग्यो हामीलाई नि एकदम खुसी लाग्छ दादा एकदम थ्याङ्क यू हजुर जस्तो मान्छे पाएर हामी बाँकी मान्छे फिल भएको छ हामीले चाहिँ जस्तो बोटिङमा हल्ला गऱ्यौँ भने मजा आउँदैन त्यसैले मनमा नै हाँस्ने अनि मनमा नै कुरा गर्ने अनि यहाँ देखेको कुराहरू पनि म तपाईँहरूलाई यो हो भनेर म एक्सप्लेन गराउने छु चिनाउने छु देखाउने छु हामी गुईहरू हाम्रो अगाडिपट्टि चाहिँ गुई छ 17 किसिमको चाहिँ एक्टिभिटिज हुन्छ त्यो मध्ये चाहिँ वान अफ द बेस्ट चाहिँ हाम्रो क्यानोइङ भन्छ बेस्ट बोटिङमा आउँछ होइन त्यसमा हजुरहरूलाई एकदमै धन्यवाद अनि त्यो दाइ मगर म यति आएर बस्छ अनि सबै खानु तपाईँले खानु है दुबईमा हजुर कस्तो भयो त केही खानेकुरा आउँछ अनि सबै म गर्नु यहाँलाई शुद्ध साथ दिन गाह्रो हुन्छ जस्तो है ल हाम्रो सेकेन्ड गोई अहिले बोटमा चढेको 2 मिनटभित्रै देखिएको छ नजिकले यति नजिक देख्दा चाहिँ कता कता मुटुमा ढुकढुकी पनि बढेको हो कि जस्तो चाहिँ लाग्यो यो क्यामेरा एक्चुअली दाइलाई दिनु न छैन दाइ होइन दाइलाई दिनु अनि क्यामेरा आफू माथि थिच्ने बित्तिकै भिडियो सुरु हुन्छ अनि थिच्ने बित्तिकै अफ हुन्छ है त दाइ थिच्ने बित्तिकै स्टार्ट हुन्छ आफू केही यसो 2 शब्द राख्नु अनि यसो खिच्नु न यो चाहिँ व्हाइट ब्राउड वाकटेल भन्छ है 21 22 भयो 22 भयो है 22 पानी त्यस्तो गहिरो छैन यसो घुमाएर आफ्नो अनुहार पनि खिच्नु हजुर यसो घुमाएर आफ्नो अनुहार पनि खिच्नु गाइड होइन हामी चाहिँ लौरो बोकेर म चाहिँ गाइड जङ्गल गाइड है सुबलाई कस्तो फिल अनुभव भयो त नि भर्खर गर्न देखेर मलाई एकदम बल्ल चिकन यस्तो बस्नुपर्छ जस्तो भइरहेको छ गैडाले पनि मेरो आवाज सुनेर भाग्नु भयो जस्तो जस्तो एउटा थ्रिलिङ अनुभव भयो एकदम आज एकदम लक्की फिल भइरहेको छ मेन कुरा चाहिँ होइन एकदम तपाईँहरू यसो देखिरहनु हुन्छ कि के भयो खिच्नु भएको प्लेनै छ नि यो ब्लिङ्क भनेको प्लेनै होला नि हजुर ब्लिङ्क भनेको प्लेनै होला नि ब्लिङ्क कस्तो ब्लिङ्क डल्लो छ त्यही छ ए ब्लिङ्क भनेको यसो स्क्रिनमा ट्याप गर्नु न देखिन्छ बिराजमा जुम हुन्छ हुँदैन है फेरि यसमा चाक हेरौँ चाक गाइड हामी चिकनको सहरमा हेर्नु गएर
बोटिङ आएको फाइदा रहेछ नि त है यस्तो नजिक आएको चाहिँ मैले यति नजिक परेन यहीँदेखि कस्तो भयो गाई एकदम खतरा एक्सपिरियन्स यसलाई भन्छ नि त यसलाई चाहिँ के भन्छ आराम भन्ने रियल यो चाहिँ हाम्रो वाइल्ड लाइफ क्याम्प भन्छ पहिला राजाहरू आएर चाहिँ हजुर हाम्रो स्टे गर्नुहुन्थ्यो हाम्रो किङ फ्यामिली रोयल फ्यामिलीहरू हामी चाहिँ यो जिरोदार अवस्थामा छौँ हामी पनि यसो त्यो भित्र यसो अवलोकन गर्ने चाहिँ हजुर यो घरहरू होइन त हजुर मौका पाएको छ एकदमै ग्रेट टाइम आज ल हामी पनि राजाहरूले स्टे गरेको होटलको चाहिँ रुमतिर जाँदैछौँ अहिले छैन नि त जान पाइन्छ यस्तो रहेछ ल कुनै बेलामा राजाहरू आएर बस्ने गेस्टहरू सबैजना बास परिवार त्यो चाहिँ एकदमै एक्सपेन्सिभ चाहिँ आउँथ्यो कुनै बेला पानी आउँछ बाघहरू आउँछ रे तिमी लकी छौ भने त्यसो तर त्यस्तो लकी नभए मामी बाई